Hello everyone, hello and namaste. Welcome back to my channel again. म हुँ हजुरहरुकै आफ्नै प्यारी कमला खड्का अनि आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म चाहिँ के खाँदैछु भने छुर्पी खाइरहेको छु मैले। अनि इग्नोर माई पिम्पल यहाँ आएछ। अनि साथीहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम ठीक छैन। मेरो त हालत खराब भएन किनकि म मेरो रुमको सामान यताउति सार्दा शिफ्ट भएको नि त हामी। अनि किन शिफ्ट भयो भन्दाखेरि चाहिँ तपाईलाई म देखाउँछु हैन। अनि सब रुमको सामानहरु शिफ्ट गर्यौं हैन। ओ माय गॉड यस्तो हालत खराब भइराछ साथीहरु। अब चाहिँ हाम्रो के हुँदैछ भने हाम्रो घर बन्दैछ साथीहरु हैन। हाम्रो घर बन्दैछ त्यही भएर हामी शिफ्ट भएको अनि सामानहरु सार्दा लोड पर्यौं हैन। म खाएर बोल्छु। अनि अब रुममा अलिअलि सामान छ त्यो पनि सार्नु पर्ने हुन्छ। अनि कस्तो हुँदैछ कस्तो हुन्छ कस्तो बन्छ म सबै देखाउँछु तपाईहरुलाई। अनि हाम्रो घर बन्दैछ म देखाउँछु। अब एक दिनमा काम पनि सुरु हुन्छ। म सब तपाईहरुलाई देखाउँछु। स्टे ट्युन है त साथीहरु। अनि भ्यालेन्टाइन डे सुरु भयो। अब भ्यालेन्टाइन डे भनेको त भाडाभुडीलाई मात्र हो, बच्चा बच्चीलाई मात्र हो। हामी त शिवरात्रि मनाउने हो, लेजेन्ड हो नि त। अनि त्यही पनि फेब्रुअरी मन्थ अलवेज स्पेशल हो मेरो लागि त। फेब्रुअरीमा के आउँदैछ साथीहरु, अब के आउँदैछ स्पेशल दिन हेर्नु होला है। आइ एम वेटिङ हैन। मेरो अब कति दिन छ भने के आउँदैछ त स्पेशल दिन। मेरो रुम रातारात किन खाली भइराछ यहाँ? के गर्नलाई खाली? गाइस मेरो रुम खाली भयो। म जानु पर्यो अब। मेरो सब रुम खाली गरेर म शिफ्ट हुँदै छु। यो चाहिँ मेरो रुम हो बिफोर आफ्टर कस्तो हुन्छ देखाउँछु हैन। अब म रुम सरेको साथीहरु। मेरो रुममा केही पनि छैन। अब यो अब यस्तो छ हैन। ब्याकग्राउन्डमा एकदम साउन्ड आएको छ होला त्यसको लागि इग्नोर गरौँ। यो चाहिँ मेरो रुम थियो। अब कस्तो हुन्छ हेर्दै जाम ल साथीहरु। आई एम सो एक्साइटेड। उहु यति नै हो। म देखाउँछु कस्तो हुन्छ के हुन्छ हैन। एकदम साउन्ड आइरहेछ त्यसको लागि चाहिँ क्षमा गरिदिनु होला। मेरो रुम मात्र होइन कि यहाँ सबै रुम खाली गरेको छौं हामीले। किन आखिर किन खाली हुँदैछ त रुम? केही नयाँ स्पेशल हुँदैछ साथीहरु मेरो घरमा। गाइस म देखाउँदैछु अब मेरो घरमा काम भइरहेको छ के कस्तो हैन। त्यो त म देखाउने नै छु हजुरहरुलाई। अनि अझ काम भइरहेछ एकदम मिस भइरहेछ क्या। अनि त कामले यताउति हिँड्न परिरहेछ। केही गर्न मिलेको छैन। बिस्तारै म ल्याउँछु हाम्रो घरमा के कस्तो भइरहेको छ सबै देखाउँछु हजुरहरुलाई। स्टे ट्युन हैन के। अनि हामीले चाहिँ अब सबै रुमहरु लगभग खाली भइसक्यो। अनि काम पनि लगभग सुरु भइसक्यो। त्यो काम चाहिँ म देखाउँछु हजुरलाई कस्तो कसरी के भनेर हैन। त्यसको लागि चाहिँ तपाईहरु लास्टसम्म हेर्नु पर्ने हुन्छ। ओ माय गॉड हाम्रो घर बन्दैछ साथीहरु। हाम्रो घर बन्दैछ। म त एकदम एक्साइटेड छु के हेर्नको लागि कस्तो कसरी भनेर। तर काम सुरु हुँदैछ। सबै काम चाहिँ म देखाउँछु हजुरहरुलाई कस्तो के भनेर है। गाइस हाम्रो चाहिँ यहाँ भुइँटेङ्कीको लागि तयारी हुँदैछ। भुइँटेङ्की बन्दैछ काम हुँदैछ घरको। के हुन्छ कस्तो हुन्छ म सबै देखाउने छु हजुरहरुलाई। यो चाहिँ हाम्रो चाहिँ यत्रो खनेको भुइँटेङ्कीको लागि। अनि यहाँ काम हुँदैछ। हाम्रो काम यहाँ सब टिन भत्काएर
माथि आकाश देख्दैछ त हौ। आज चाहिँ हाम्रो यो ढलन सकेको छ भोइट्याङ्कीको। अनि यो काम यस्तो भइरहेको छ, सबै लथालिङ्गै छ सामानहरू होइन, खतरा भइरहेछ साथीहरू। देखाउँदैछु म कस्तो के भइरहेछ भनेर। त्यहाँ यस्तो छ, यहाँ पुरा टिन उकाएर यस्तो छ। यो बिफोर हो, आफ्टर कस्तो हुन्छ म हजुरहरूलाई देखाउने छु साथीहरू। हाम्रो चाहिँ पहिला दोकान थियो नि, त्यहाँ अर्जुन किराना पसल पकाउ। हाम्रो चाहिँ यहाँ यस्तो टिन थियो होइन, अनि यो टिन सबै भत्काउने हो होइन। यस्तो भइरहेछ अहिले, केही छैन, केही छैन, सब निकाले है कोठाहरूको नि। यहाँ पनि यस्तो छ, पुरा खुला आकाश भन्ने गीत याद आयो। हाम्रो चाहिँ अब काम सुरु हुँदैछ, हाम्रो यो कोठाहरूको सबको टिन निकालेर भयो आज। बिस्तारै बिस्तारै काम सुरु हुन्छ। हाम्रो टिन यहाँ यसरी फालेको छ, हेर्नु त क्या दामी देखिरहेको छ साथीहरू। मलाई चाहिँ मजा लागिरहेछ कि माथिको टिन निकालेर आकाश देखिरहेछ नि त, त्यही भएर यस्तो छ है। यो त बिफोर हो, आफ्टर चाहिँ म देखाउँछु हजुरलाई कस्तो हुन्छ भनेर। त्यसको लागि चाहिँ कुर्नुपर्ने हुन्छ। गाइस हाम्रो चाहिँ घर भत्काएर यस्तो हुँदैछ, त्यहाँको सबै निकालेर अब रेलिङ पनि भत्किँदैछ, घरको काम सुरु हुँदैछ। हाम्रो चाहिँ यहाँ रेलिङ भत्किसक्यो, रेलिङहरू यसरी भत्काइएको छ, रेलिङहरू सब भत्किसक्यो। अब चाहिँ काम सुरु हुँदैछ होइन। म देखाउँछु के कस्तो हुन्छ भनेर, हेर्नुहोस् केही पनि छैन। अब यहाँ के हुन्छ, के बन्छ नयाँ, कस्तो हुन्छ सब देखाउँछु म। यो अगाडिको यहाँको रेलिङ पनि यसरी भत्काइएको छ। यो चाहिँ हाम्रो अब कस्तो रेलिङ बन्छ, के हुन्छ सबै देखाउँछु म, अपडेट दिन्छु। गाइस फाइनली हाम्रो यहाँ ट्याङ्की चाहिँ भोइट्याङ्की बनेर नि कम्प्लिट भइसक्यो। अनि यो नि प्लास्टर भइसक्यो, झन् खतरा देख्दैछु म त। अब रेडी भयो चाहिँ यो कोठा चाहिँ भोइट्याङ्की कम्प्लिट भयो। अनि यो फ्लोर पनि प्लास्टर गयो। अब भोलिबाट अर्को काम सुरु हुन्छ फेरि। के हुन्छ कस्तो हुन्छ सबै देखाउँछु म तपाईँहरूलाई ब्लगमा।